निर्वाचन सिस्टमहरूलाई पनि हामीले एकीकृत गर्नुपर्ने अवस्था रहेछ। अनि हाम्रो खर्च धेरै छ, त्यस हुनाले अब होल प्रोसेस नै पेपरलेसमा जानुपर्छ। सुरुमा पेपरलेस जान नसकेर तर लेस पेपरमा जान सकिन्छ। रियल टाइम इलेक्सन म्यानेजमेन्ट र डिसिजन सपोर्ट सिस्टमको निर्माण गर्नुपर्छ, जुन चाहिँ हाम्रो सञ्जय दृष्टि हो। र यसको लागि के हुन्छ त भन्दा सबैभन्दा पहिलो यसको केपीआई भनेको चाहिँ सिंगल सोर्स अफ ट्रुथ भनेको छु मैले। वान विन्डो पोलिसी अन्तर्गत सबै सूचना प्राप्त हुन्छ। ती सूचनाहरू एउटै सोर्सबाट आउँछ, विभिन्न सोर्सबाट आए पनि अल्टिमेटली त्यो आउने नै त्यो डिटेक्सन सिस्टममा हो। त्यो भयो भने हामीसँग डेटा पनि प्रपर हुन्छ, खोज समय पनि कम लाग्छ र कागजी प्रक्रिया हामीले 80% घटाउन सक्छौँ। अब यहाँहरूलाई प्रश्न आउला 80% कसरी? मैले नेपाल प्रहरीमा जुन सिस्टम विकास गरेँ, जुन लगाइयो, जम्मा हामीले चाहिँ 8वटा कम्प्युटरबाट गरेको प्रणालीले वर्षमा 18 लाख रुपियाँको बचत गर्छ। 5 वर्षमा 1 करोडको हाराहारीमा पैसा बचत हुन्छ। इट्स अल लेस पेपर। पेपरलेसमा हामी फुल्ली जान सक्ने अवस्था छैन, तर लेस पेपर हो। अनि प्रमाणमा आधारित निर्णय प्रणाली सञ्चालन गर्न सकिन्छ। केही समय लाग्ला, 4 वर्ष लाग्ला, तर यसको लागि अब मैले यहाँहरूलाई यसरी यो एउटा कार्ययोजना मात्र प्रस्तुत गरेर भएन। सो आई एम प्रेजेन्टिङ यु एन आर्किटेक्चर। एउटा मैले आर्किटेक्चर नै प्रस्तुत गरेको छु। केही हामीसित छन् पहिल्यै नै निर्वाचन आयोगमा, केही नेपालमा गर्न सकिन्छ। खालि मैले देखेको निर्णय लिने मात्रै हो, कानुनले पनि छेक्दैन।